वर्षौँदेखि राजाको नाम लुटेर क्या नाम बेचेर खाने एउटा लिँडे छ नि, लिँडे लिङ्देन भन्ने लिँडे, त्यसले चाहिँ सरकारले उद्योग धन्दा खोलेको पनि विरोध गर्न थालेछ क्या साथीहरू। यो भिडियो हेर्नुहोस् त एकचोटि। हेटौडा कपडा कारखाना चलाउँछु, अब चाहिँ नै गोरखकाली रबर उद्योग चलाउँछु, अब वीरगञ्ज कृषि औजार कारखाना चलाउँछु, जनकपुर चोट कारखाना चलाउँछु, अनि त्यो नै उपलब्धि हो भनेर भन्छन् भन्ने मैले चाहिँ कल्पना गरेको थिइनँ। भिडियो हेर्नुभयो होइन? आफू चाहिँ राजाको नाम बेचेर लोकतन्त्रभित्र बसेर वर्षौँदेखि के राजाको नाम बेच्दै राजतन्त्र फिर्ता ल्याउने, यो गर्ने त्यो गर्ने, तर लोकतन्त्रभित्र बसेर लोकतन्त्रको राप्रपाको नामको एउटा पार्टीमा बसेर राजाको नाम लुटेर क्या खाँदा चाहिँ उसलाई केही भएन। अब चाहिँ आएर सरकारले चाहिँ उद्योग धन्दा खोलेर फुर्ती लाउनु भएन, खुसी हुनु भएन अरे। सुरुवातै त्यहीबाट हुने हो नि त। आफ्नै देशको कल कारखानाहरूलाई प्राथमिकतामा राखेर आफ्नै देशको नेपाली ब्रान्डहरू बिक्री वितरण गर्न पायो भने पो देशले आम्दानी भ्याउँछ, रोजगारीको अवसर पनि जुट्छ। तिमीहरू जस्तो लुटी खानेहरूलाई के थाहा? यो वर्षौँदेखि पालै पालो मिलो मतमा पालै पालो सखाप बनाएको अब उद्योग धन्दा खोलिसकेपछि त तिमीहरूलाई जेलेस त हुने नै भइहाल्यो। ठुक्क तिमीहरूको जिन्दगी।